हेलो गाइज, गुड मर्निङ सबैजनाहरूलाई। वेलकम छ मेरो डेली ब्लगमा हैन। म के भन्न चाह म आज के भन्न आएको छु भनेदेखि नि खाडी मुलुकको भन्दा नि युरोप जान बेस क्या बरु हैन। किनभने यहाँ अरू कम्पनीहरू पनि छ क्या। अरू कम्पनीमा अब कति स्यालेरी 800 पनि गरिरहेछ, 1000 पनि गरिदिइरहेछ, खाना आफ्नै हो, तर पैसा छैन क्या यहाँ त। अनि 800 मध्ये अब सब्जी हेरौँ न कति महँगो छ अहिले दुबईमा। लास्ट टाइम महँगो छ क्या, लास्ट टाइम महँगो छ दुबईमा। अनि कपाल काट्न मात्रै गयो भने 10 रुपियाँ लिन्छ। अनि नेपाल कति हो? नेपालको यस्तै 10 रुपियाँ 40, 400 लाग्ने कपाल काट्न मात्रै लिन्छ। अनि 400 रुपियाँ कपाल काट्न लियो भने तपाईँ सोच्नु न, महिना कपाल काट्नै पर्यो। अनि टमाटर सबै थोक महँगो क्या। अलिक कपडामा अरू कुनै कपडाहरू छ डिस्काउन्टमा दिइरहेछन्, तर सबै त्यस्तै महँगो क्या। अहिले खाडीहरूमा हुनु छैन। 800 मा आयो, सबलाई कम्पनी पऱ्यो, सबलाई पऱ्यो भने त्यही हो। अरू जस्तो हुँदैन, टाइममा स्यालेरी आउँदैन। अहिले दुबई सरकारले अहिले नयाँ नियम ल्याएको छ। अनि नयाँ नियममा चाहिँ 1 तारिकमा स्यालेरी दिन्छ। अब त्यो दियो भने अनि म चाहिँ खबर गर्छु सबैलाई हैन। 1 तारिक अब स्यालेरी दिन्छ। अब दिएन भने चाहिँ अब के गर्ने हैन। अब कम्पनीको रुल अनुसार चल्नुपर्छ नि त हामीलाई हैन। अब कम्पनीले के भनिरहेछ त्यस्तो। खाडी आउनु भन्दा त कम्पनी पऱ्यो भने राम्रै हो विदेशमा हैन। अब कम्पनी परेन भने सबलाई कम्पनी पऱ्यो भने नि के एउटा गाह्रो छ भने पछि स्यालेरी क्या, स्यालेरी टाइममा दिँदैन हैन। अनि भएको पैसा पनि सिद्धिन्छ। अनि के खाने के पठाउने घरमा। बिल्डिङ लाइनहरूमा चाहिँ राम्रो छ, कसैको छ, कसैको छैन हैन। म चाहिँ भन्छु क्या, दुबई आउनुहुन्छ भने नि या त कुनै काम सिकेर आउनु हैन, या कम्प्युटर सिकेर आउनु। कम्प्युटर सिकेर आउँदाखेरि राम्रो हुन्छ तपाईँहरूलाई। कम्प्युटरमा काम पाइन्छ हैन। ड्राइभिङमा आउनु, लेबर काम गर्नु पर्दैन, गाडीको भित्र मात्रै हो हैन, लाइसेन्स निकाल्नु। तर यताउति काममा नआउनु क्या। बिल्डिङ लाइनमा त लास्टै अहिले गर्मी लास्टै छ क्या। यता यति लास्टै गर्मी छ कि के बाहिर निस्किन सकिँदैन क्या यहाँ त। यति गर्मी हुन्छ। 8-9 बजेको हाम्रो नेपालको 12-1 बजी जस्तो घाम हुन्छ। अनि यहाँ शीतल छैन, रुख बिरुवाहरू पनि छैन हैन। रुख बिरुवा छैन। अनि कहाँबाट चिसो आउँदैन? अनि चिसो महिना त चिसो हुँदैन भनेपछि अनि रेत अलिक सहरतिर गयो भने अलिक रुख बिरुवा अलि हेरिन्छ। त्यो बिल्डिङ मात्रै हो, त्यो पनि सिसाको। अनि मेरो भाइ उता स्केटिङ सिकिरहेछ, अघिदेखि सिकिरहेछ। अब खोइ कति बजेसम्म सिक्छ। म त यता छु, हाम्रो क्याम्प भन्दा यता कम्पनीमा आउनु, कम्पनी राम्रो हुन्छ। युरोपतिर जानु बरु, मलेसियातिर जानु, आँट दुखाएको।